आज ओपिडीमा एउटा अचम्मको स्टोरी सुनाउँछु है। आज ओपिडीमा एउटा बिरामी आउनुभयो। बिरामी थियो, उहाँको छोरा पनि हुनुहुन्थ्यो। छोराले लिएर उहाँलाई अलिकति जबरजस्ती ल बुवा आज जसरी पनि डाक्टरकोमा जानु पऱ्यो भनेर आउनुभएको एउटा पेसेन्ट हुनुहुन्थ्यो। बिरामी चाहिँ एकदमै रिलक्टेन्ट, म डाक्टरकोमा त जाँदिनँ, मेरो प्रोस्टेटको समस्या छ, गयो भने डाक्टरले अपरेसन गरिदिन्छ, अपरेसन गरेपछि त झन बर्बाद भएर आउँछ अरे, झन बाटो बिग्रिन्छ अरे, पहिलाको भन्दा पनि झन नराम्रो सिचुएसनहरू आउँछ भनेर डराइकन डाक्टरकोमा नआउने उहाँको मनस्थिति बनिसकेको बिरामीलाई छोराले चाहिँ आज जसरी पनि कन्भिन्स गरेर लिएर आउनुभयो। कुरा के बुझ्न जरुरी छ भन्दाखेरि नि, प्रोस्टेटले दिएको समस्या भनेको तपाईँले मैले रोकेर आउने समस्या होइन, यो उमेरले दिएको समस्या हो। जसरी हाम्रो रौँ सेतो हुन्छ नि, एउटा उमेर भइसकेपछि, यो पनि 45-50 उमेर नागिसकेपछि प्रोस्टेट बढ्ने हो। आज उहाँको बढेको छ, भोलि हाम्रो बढ्ला। प्रोस्टेटको साइज बढ्ने बित्तिकै त्यसको उपचार गर्नुपर्छ भने जरुरी छैन। यसले दिएको लक्षण बिरामीलाई के कति गाह्रो छ त्यसलाई चाहिँ उपचार गर्नुपर्ने हुन्छ। त्यो बिरामी सम्बन्धी म अलिकति के कुरा यसमा प्रस्ट्याउन चाहे भन्दाखेरि, हाम्रो समाज जुन समाजबाट हामी बिलोङ गर्छौँ त्यसमा अलिकति प्रोस्टेट र प्रोस्टेटसँग रिलेटेड जुन उपचार विधिहरू छ त्यसको बारेमा केही भ्रमहरू चाहिँ अवश्य फैलिएको हुन्छ। उपचार गराउन नजानुहोस्, अपरेसन गरिदिन्छन् रे, अपरेसन गर्ने बित्तिकै तपाईँको झन बिग्रेर जान्छन् रे। सबै प्रोस्टेटको कन्डिसनमा अपरेसनको आवश्यकता हुँदैन। अराउन्ड 70-80% बिरामीहरू चाहिँ औषधि उपचारले नै निको हुन्छ। धेरै बिरामीहरू छन् औषधि उपचारले नै राम्रो भएको हुन्छ। केही बिरामीहरू जुनमा चाहिँ औषधिले नि काम गरेन, इन्फेक्सनहरू हुन थाल्यो, बाटोबाट रगतहरू आउन थाल्यो, स्टोन्सहरू बन्न थाल्यो, किडनी बिग्रिन थाल्यो, त्यस्ता कन्डिसनहरूमा चाहिँ पिसाब रुक्न थाल्यो, यस्ता कन्डिसनहरूमा चाहिँ हामीले अपरेसन गर्न सल्लाह दिन्छौँ। हस्त, म डाक्टर अनिल शाह, युरोलोजिस्ट, फेलो इन एन्ड्रोलोजी, सेक्सुअल मेडिसिन एन्ड मेल इन्फर्टिलिटी। यो सम्बन्धी केही बुझ्न परे अवश्य सम्पर्क गर्नु होला। हस्त, धन्यवाद।